हाम्रो बर्दिवास नगरपालिकाको 1,40,00,000 बजेटमा बनिएको हाम्रो पार्क लु हेर्नु यो पार्क लागत कति बजेट कति आएको रहेछ प्रदेशबाट 1,40,00,000 1,40,00,000 को पार्क हेरौँ। यो पार्क केको लागि बनाएको यो वस्तुभाउहरूको लागि बनाएको हो कि केको लागि बनाएको हो यो पार्क? यो संरक्षण नगर्ने भए यत्रो पैसा लगाएर यो पार्क बनायो कुन चाहिँ संस्था कि क्लबले बनाएको हो रे यो पार्क? यस्तो छ पार्कको हालत। केको लागि बनाइएको पार्क हो यो? जेमा पैसा फाइदा देख्यो त्यही नै गरिदिने है सङ्घ संस्था। यो संरक्षण चाहिँ कसले गर्छ? खोइ सङ्घ संस्था यो बनाउने पार्क बनाउने सङ्घ संस्था। बर्दिवास हाइवेमा आयो 2-4वटा फोहोर टिप्यो, संस्थाको ब्यानर झुन्ड्यायो, टी सर्ट लगायो, सामाजिक सञ्जालमा फोटो हाल्यो अनि सिध्यो संस्थाको काम, क्लबको काम सिध्यो। यो कुन चाहिँ क्लबले बनाएको? के नाम पो भन्थ्यो त यो क्लब बनाउने? यो यसको उद्देश्य के हो? यो केको लागि बनाएको हो? यत्रो बजेट यसमा खर्च गरेर के गर्यो यो? यसको संरक्षण कसले गर्छ? अब संस्था भन्यो के भन्यो संरक्षण पनि गर्नु पर्यो नि त। जुन चिजमा हात हालिन्छ त्यो सक्सेस बनाएर छोड्नु पर्यो। यत्रो बजेट लगाएर बनाएको पार्क, यो पार्कमा को जान्छ? यस्तो हुन्छ पार्कको हालत। यसको संरक्षण कसले गर्ने हो? युवा जति पढे लेखेको युवा जतिलाई खाडी लखट